हेलो गाइज, वेलकम टु माई ब्लग है। के छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला कि होइन? म पनि सन्चै आरामै छु। आज चाहिँ मेरो यात्रा भनेको सर रिजर्भ लिएर यतैबाट सोरेक मैदानको छ होइन। बाटोमा के कस्तो अपडेट हुन्छ म भिडियो मार्फत नै देखाउँछु है। ट्याक्क चौपारीमा आउनु लाग्छ अब चाहिँ होइन। अब गाडी स्टार्ट गर्छु, त्यसपछि चलिदिन्छ आज सोरेक मैदान है त। ल गाइस, फाइनली होइन अब चाहिँ गाडी स्टार्ट गरेँ। म चाहिँ यहाँ ट्याक्क गाडी स्टार्ट गरेर अब हिँड्न लाग्छु होइन। पारीको मान्छेहरू लिएर जाने आज रिजर्भ। मेरो लुक्स कस्तो भइरहेको छ भनिदिउँ है। सोरेक मैदान जाने धेरै टाढा त होइन, त्यही पनि यसो अलिअलि नक्कल त पार्नु पऱ्यो होइन गाइस। ट्याक्क जान्छ चप्पल खुट्टामा त फेरि यो गाडी चलाउनु मेसो पाइन्न, जुत्ता लाएर यो गोटीवाला खाएको मेरो जुत्ता फेरि त्यो मेसो हुँदो रहेछ, त्यही भएर चप्पल लाएर हिँडेको। कृष्ण सर यता हुनुहुन्छ कि भर्खर उठेर आउनु मुख पनि नदेखिन। ल हिँडेँ गाइज, ल म फेरि बाटोको भिडियोहरूमा भेट हुन्छु है त। ल बाई। म फेरि ओट हटाउनेवाला फलासी हो। पर्दैन के आउनु आउनु गुरुजी गुरुजी आउनु आउनु। ल अब चाहिँ हिँडेँ है म होइन। यता हाम्रा गणपति बाप्पा हुनुहुन्छ। ल ल बाई। ल गाइज, फाइनली हाम्रा पेसेन्जरहरू आउनु भएको छ होइन। हेलो गाइज, किन लसाएको र? ल फाइनल अब हामी चाहिँ होइन घरबाट हिँड्न लाग्यो होइन। सोरेक मैदान पुग्दाखेरि कति बेला हुन्छ के हुन्छ थाहा छैन गाइज होइन। अब हामी चाहिँ हिँडियो है त। ल बाटोमा के कस्तो अपडेट हुन्छ म भन्छु ल।
बजाउनेहरू तिमीहरूले बजाउँछौ मैले बजाएको रुचाउनु होला मेरोमा डाटा छैन कि अफलाइन हो डाटा सिद्धि हो भयो फाइनली हामी चाहिँ होइन अब वालिङदेखि सोरिक मैदानको लागि सर निस्क्यौँ होइन बाटो के कस्तो छ थाहा छैन यस्तो चाहिँ वालिङको यो पुल तरेर होइन बाहुनथान जाँदा पनि यति बाटो जानुपर्छ तर हाम्रा पेसेन्जर कति ज्ञानी छन् हेर्नु त कसरी बसिदिन्छन् गाइस फाइनली हामी चाहिँ सोरिक मैदान आइयो होइन हेर मै तर एन्टी लाइट परेर कस्तो कालो देखियो यार हिँडेकै सर र हिँड्दै हुन्न ल गाइस हाम्रो डेस्टिनेसन भनेको यही हो होइन यही खरबारी हेर्न हामी आएको आज चाहिँ होइन त्यो हेडी हो अहिले चाहिँ म खलासी हो है अर्को म ड्राइभर थिएँ मसँग म खलासी हो सोरिक मैदान हेर उताबाट ल आइयो गाइस सोरिक मैदान भन्ने ठाउँमा होइन यस्तो छ डाँडा हरिहरि स्या भयो तर नेपालमा त एउटा यस्तो घुम्ने ठाउँमा एउटा न एउटामा त यस्तो पानको पात त भएकै हुने कि होइन त्यसले बनाउँदै भइसक्यो हजुर हजुर
बस्नु भनेर हो बस्नु नत्र त्यता बस्ने भने त्यता बस्नु लगेकै छ हाम्रो चाहिँ अब पोका पन्तौरा फुकाउँदैछ नि यहाँ लगेकै छ हाम्रो खानेकुरा चाहिँ होइन मोमो चाउमिन यता डिउ होइन त्यो लोकल छ्याङ हो होइन भन्ने ल बाबु ए आयो गर्दैनन् गरिदिनन् ल गाइज हामी फाइनली होइन सोरेक मैदान आएर ट्याक्क अब खाने एक अध्याय सुरु हुँदैछ दिलीप सर के कस्तो भयो त आजको यात्रा ल अब हाम्रो चाहिँ खानपिन सुरु भयो है गाइज ल म पनि देखिन्छु मेरो चस्मा भाँचियो अब कसले किनिदिने हो एकजनाले चस्मा किनिदिउँ है ल छिटो छिटो क्या यहाँ मोमो चेस है गाइज ल मोमो चेस ल ल मिठाई रहेछ ठिक छ चेस ल ल ल ल तिम्रो फुर्ती ल्याउनु पर्दैन यहाँ अञ्जलीको लिन गए ए यहाँ मेरो तर अहिले गुलियो दिलीप मैले बेचे अब बेच्नु कहिले हुन्छ पोका कहाँ छ अहिले र अर्को फेरि कुकुरले हिँड्ला पोका यहाँ खाके हो त्यस टाइपले खाएर हजुर ल गाइस आजको हाम्रो यात्रा चाहिँ अब सकियो होइन अब चाहिँ हामी हाम्रै घरतिर लाग्छौँ पानी आउन लाग्यो मौसमले खासै साथ दिएन भन्न पर्यो अब पानी पर्यो पानी परिसकेपछि फेरि बाटो गाह्रो हुन्छ बर्खाको बेला होइन अब हामी चाहिँ स्याहारेर लाग्छौँ हाम्रै घरतिर जे होस् आजको पिकनिक कतिपय कुराहरू भिडियोमा कैद हुन नपाए नि एकदम मनोरञ्जन रमाइलो होइन रमणीय भयो ठाउँ पनि कस्तो त्यस्तै दामी होइन अब यताबाट कालो रहेछ अब लाग्छौँ हामी चाहिँ घरतिर फेरि अर्को दिन कुनै दिनको फेरि मेरो भ्लग आउनेछ आजलाई चाहिँ यही भिडियोबाट अन्त्य गर्न चाहेँ त है ल गाइज बाई फेरि अर्को भिडियोमा भेटौँला।